मैले एप्लाई गरेको चाहिँ यहाँ 44 दिन भयो। 44 दिनसम्म पनि आइसकेको छ। यो चाहिँ मलाई विश्वास नै लागेको छ। यो पिन चाहिँ मेरो फ्रान्सदेखि आएको रहेछ। देख्न सक्नुहुन्छ फ्रान्सले चाहिँ फ्रान्सदेखि हजुरको धेरै साथ छ। तपाईँहरूको साथ बिना यो चाहिँ सम्भव थिएन है। हजुरले धेरै माया गरेर नै आज यो पेसेन्टमा सफल भएको छ। हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई न्यू भ्लग। आई होप कि सबैजना आरामै सन्चै हुनुहुन्छ होला। म पनि आरामै छु। आज चाहिँ म बिहानै नुहाउन गइरहेको छु। यति एक्साइटेड भएर नुहाउन गइरहेको छु कि किन नुहाउन गइरहेको छु भन्दा चाहिँ आज म चापबाट छु अनि म नुहाउने धारा चाहिँ यही यो अर्ग्यानिक पुरानो जमानाको हुने धारा। यो बाँसको यस्तो पाइप टाइपको बाँसको यो आउने पानी आउने यस्तो अर्ग्यानिक यहाँबाट यसरी पानी सुन्छ भने यो परम्परागत धारा हो। यो चाहिँ आजसम्म पनि यो छ हाम्रोतिर। माथि मुनि चाहिँ यस्तो उहाँमा चाहिँ नाकको थान छ। उहाँबाट यसरी पानी झरेर यसरी बग्छ भने म यहीँ नुहाउन आइरहेको छु। डस्टबिन पनि छ यहाँ फोहोर फ्याँक्नुको लागि र यहाँ नआएर चाहिँ नुहाइसकेँ धारामा। नुहाएर चाहिँ तयारीमा छु। आज चाहिँ धेरै महिनाको धेरै दिनको पर्खाइपछि चाहिँ केही चिज आएको छ। आज 43 दिनपछि चाहिँ मेरो हुलाकमा सामान आइरहेको छ। यहाँबाट चापकोट जान चाहिँ 2-3 घन्टा जति लाग्ने भएको कारणले चाहिँ धेरै समय लाग्छ। धेरै टाढा छ हुलाक, त्यसैले म हिँड्दैछु। यो बाटो चाहिँ आएको थिएन पिन आउने कि नआउने अन्यलमा के आउँछ कि आउँदैन जस्तो लागिरहेको थियो। फाइनली फोन चाहिँ आयो हिजो। जाँदैछु फाइनली कस्तो हुन्छ अब। मैले चाहिँ पहिला युट्युबमा हेर्थेँ कि यो चाहिँ अरूको 15 दिन 20 दिन भित्र आयो भन्छन्। मेरो 1 महिना कटिसक्यो फेरि पनि आएन। आउने किनभने गर्दा फाइनली गाइज हिजो चाहिँ फोन आयो। जस युट्युबको जर्नीको लागि चाहिँ हामी धैर्यता चाहिँ हुनुपर्छ। एकदमै धैर्यता भएन भने चाहिँ सकिँदैन, गाह्रै छ। हिजो बेलुका चाहिँ फोन आएर सामान आएको छ भन्नुभयो। त्यो धेरै खुसी लागेको थियो। त्यही लिनको लागि चाहिँ मैले जाँदैछु। यति ढिलो धेरै चाहिँ हामीले पर्खाइ गर्न सक्नु पर्दो रहेछ। धैर्यता चाहिँ हुनुपर्छ। यो युट्युब खोलिसकेपछि चाहिँ आत्तिन चाहिँ हुन्न। जे यत्रो दिनको पर्खाइपछि चाहिँ भइरहेको छ। मैले युट्युब खोलेको चाहिँ 1.5 वर्ष भइसक्यो। 1.5 वर्षमा बल्ल मैले युट्युबको एडसेन्स पिन आउन सफल भयो। धेरै खुसी भएर चाहिँ चापकोट हिँड्दैछु। यहाँ रोडमा चाहिँ गाडीको पर्खाइमा छु है अहिले। फाइनली म चाहिँ यहाँ हुलाक कार्यालय आएर यो गुगल एडसेन्स चाहिँ लिइसकेको छु। यो हुलाकमा गएर चिठी लिइसकेपछि चाहिँ यहाँ नास्ता खानको लागि आइरहेको छु। फाइनली गाइज म चाहिँ गुगल एडसेन्स पिन लिएर चापकोटदेखि चाहिँ अब यो पुल यो कालीगण्डकीको पुल तरेर उता रामपुर जान लागिरहेको छु है। वहाँ पारी चाहिँ रामपुर बजार रामपुर रहेको छ भने यो चापाकोट रहेको छ। बिचमा यो ठुलो पुलको साथैमा ठुलो यो कालीगण्डकी
पनि रहेको छ। फाइनली मेरो चाहिँ हातमा गुगल एडसेन्स पिन आइसकेको छ। यो पिन आउन चाहिँ मेरो 44 दिन लाग्यो। 43 दिनको दिन चाहिँ फोन आएको थियो भने आज 44 दिनको चाहिँ पिन मेरो हातमा यो पिन आइसकेको छ। यो पिन चाहिँ धेरै समयपछि आयो। आउने कि नआउने धेरै पर्खाइ थियो कि मैले युट्युबमा हेर्थेँ। अरूको 14 दिन 20 दिन 30 दिनसम्म 32 दिनसम्म आएको थियो। मेरो चाहिँ 40 दिन गर्दा पनि नआउँदा चाहिँ मैले त आउने कि नआउने मलाई त आश पनि थिएन क्या आउँछ भन्ने लागेकै थिएन। फाइनली मलाई चाहिँ हिजो फोन आएर चाहिँ तपाईँको गुगलको सामान आएको छ भनेर पोस्ट अफिसबाट भन्नुभएको थियो। त्यो बेला चाहिँ एकदमै खुसी भएको। खुसी कति थियो त्यो व्यक्त गर्नै सकेको छैन। मैले चाहिँ यो पिन चाहिँ यहाँ के भन्छ रिमुभ द एज फर्स्ट साइड भनेको चाहिँ यो यसको चाहिँ यहाँको यति च्यातेर चाहिँ यहाँभित्रको 6 डिजिट पिन हुन्छ। त्यो चाहिँ मेरो एडसेन्स अकाउन्टमा हालेपछि चाहिँ बल्ल मैले चाहिँ त्यहाँ ब्याङ्क एकाउन्ट लिङ्क गरिसकेपछि त्यहाँ चाहिँ पैसा आउने प्रक्रिया सुरु हुन्छ। त्यसको लागि चाहिँ धेरै धैर्यता गर्नु पर्दैछ। धैर्यता बिना चाहिँ यो काम सम्भव छैनछ भन्ने चाहिँ मैले बुझेँ। मैले लगभग 1.5 साल जति भयो युट्युब खोलिसकेको चाहिँ 1.5 सालमा चाहिँ बल्ल मोनिटाइज भएर अहिले यो एडसेन्स पिन यो गुगल एडसेन्स आउन पनि 43-44 दिन लागेको छ भने चाहिँ यति धेरै धैर्यता चाहिँ गर्न सक्नुपर्छ। धैर्यता बिना चाहिँ यो काम सम्भव छैन। मलाई अहिले पनि यो चाहिँ विश्वास चाहिँ लागिरहेको छैन कि मेरै हातमा यो आएको छ भनेर चाहिँ धेरै दिनको पर्खाइपछि चाहिँ मेरो हातमा आइसकेको छ। अब चाहिँ मैले यहाँबाट यसलाई यसरी रिमुभ गरेर चाहिँ यहाँको 6 डिजिट पिन हुन्छ त्यसलाई चाहिँ मैले आफ्नो फोनमा लगाउने छु। एडसेन्स गुगल एडसेन्स एकाउन्ट छ त्यसमा चाहिँ लगाइसकेपछि ब्याङ्क एकाउन्ट लिङ्क गर्ने नै छु। रामपुरमा चाहिँ काम सकेर म घरतिर लागिसकेको छु। म चाहिँ फाइनली गुगल एडसेन्स पिन लिएर अहिले गाउँमा आइसकेको छु। घर आइसकेर यो पिन चाहिँ अनबक्सिङ गर्न लागिरहेको छु। यहाँ लेखिरहेको छ रिमुभ साइड एजेस फर्स्ट लेखेको छ भने चाहिँ यहाँबाट चाहिँ यो छेउछेउको यो पातलो छ नि जुन यसलाई चाहिँ च्याप्न भनिरहेको रिमुभ च्याप्न भनिरहेको छ। मन चाहिँ यसरी च्याप। फाइनली मैले यो गुगल एडसेन्सको पिन हालेर चाहिँ ब्याङ्क एकाउन्ट एड गरिसकेँ। यो पिन चाहिँ मेरो फ्रान्सदेखि आएको रहेछ। देख्न सक्नुहुन्छ फ्रान्स लेखेको छ। फ्रान्सदेखि मुम्बई, मुम्बईदेखि काठमाडौँ, काठमाडौँदेखि पोखरा, पोखरादेखि स्याङ्जा, स्याङ्जादेखि वालिङ, वालिङदेखि चापकोट, चापकोटबाट फाइनली मेरो हातमा।